यस श्रावण महिनाको 15 गतेदेखि 19 गतेसम्मको जुन 5 दिनको यो समय छ, यो अलिकति अनिष्टको समय रहेको छ र यस समयमा धनिष्ठ पञ्चक पर्न गएको छ। यो समयमा कसैको मृत्यु भयो भने चाहिँ शवदाह डाइरेक्ट गर्नु हुँदैन, उसको पुतला बनाएर चाहिँ दहन गरे पछाडि मात्रै शवदाह गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर यो समयमा तपाईँ घरमा चाहिँ कुनै काठको चिजहरू ल्याउन खोज्नु भएको छ, जस्तै खाट पलङहरू ल्याउन खोज्नु भएको छ भने यो समयमा नल्याउनु होला र बनाउन पनि नदिनुहोस्। र त्यस्तै गरेर घरमा बिजुलीहरू, अफिसमा बिजुलीहरूको कुनै जडानहरू गर्न खोज्नु भएको छ भने यो समयमा अशुभ मानिन्छ, अग्नि भएर रहनेछ। र त्यस्तै गरेर तपाईँ घरमा दाउरा काट्नुहुन्छ, गाउँतिर दाउराहरू काट्ने थुपार्ने चलन छ र दाउराहरू काट्दै हुनुहुन्छ भने यो समय दाउराहरू नकाट्नुहोला। उक्त दाउराहरूबाट अग्नि भएको सम्भावनाहरू रहने गर्छ र त्यस्तै गरेर यो टाइममा विभिन्न झै झगडाहरू बढ्न सक्ने अवस्था देखिएको छ। झगडाबाट तपाईँहरू टाढै रहनु राम्रो मानिनेछ। र तपाईँहरू लामो दूरीको यात्रा गर्न खोज्दै हुनुहुन्छ, अझै विशेष भन्नुपर्दाखेरि दक्षिण दिशाको यात्रालाई अलिकति अनिष्ट र हानिकारक मानिएको छ। तसर्थ सकेसम्म यो समयमा यात्रा नगरेको राम्रो। परिस्थितिवश तपाईँ यात्रा गर्नुपर्ने स्थिति छ भने चाहिँ तपाईँले त्यस दिनको शुभ समय पारेर यात्रा गर्नुहोला र आफ्ना कुल देवता, पितृदेवता, इष्ट देवतालाई स्मरण गरेर धूपबत्ती गरेर चाहिँ जान सक्नुहुनेछ।